खोइ अब के गर्नु नानीहरू यसो दसैँ आयो भन्छ लुगा लाउने भन्छ खो यताउता अब मासु मांस दसैँ आएको कि दशहराको सार के गर्नु अब। अनि दिदी त्यो हाम्रो हम्फुक्से कान्छाको सुँगुर काट्दैछन् कति भाग लेखाउनु भएको छ कि के गर्नुभयो? छैन नि भाइ पैसा नि छैन। नानीहरूले साह्रै स्कुलमा मेहनत गरेर पढ्छन् कि मलाई साह्रै खुसी लागेको छ। हुनु त म यो पैसा बाँड्दै हिँड्ने क्षमता भएको मान्छे त होइन, तर एउटा शिक्षक भएको हैसियतले यो 1500 छ कि दिदी यसपालि दसैँ खर्च तपाईँले चलाउनुहोस्। खोइ अब लिनुहोस् न लिनुहोस् के अप्ठ्यारो नमान्नु न, यो मेरो मनले एकदम खुसी भएर तपाईँले सहयोग गरेको हो कि ल यसले यति नै भाइले त दिएको धेरै धन्यवाद। हुन्छ दिदी हस्। अब दसैँ भन्ने के हो कस्तो हो नानीहरूले पछि आफै बुझ्दै जान्छन्। दसैँलाई कति प्राथमिकता दिनुपर्छ कति प्राथमिकता दिनु पर्दैन भन्ने कुरा नि पछि नानी पढेर आफै बुझ्छन्।